नमस्कार दर्शकवृन्द, नेपाल क्रिकेट टिमले फेब्रुअरी 8मा टी20 विश्वकप अन्तर्गत विश्व क्रिकेटको बलियो टिम इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल नेपालका लागि केवल एउटा म्याच मात्र होइन, बरु अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो स्तर मापन गर्ने एक महत्त्वपूर्ण अवसर हो। इङ्ल्यान्ड टिम टी20 क्रिकेटमा विश्वकै सबल टिममध्ये एक मानिन्छ। उनीहरूसँग अनुभवी खेलाडीहरू, बलियो ब्याटिङ लाइनअप, पावर हिटर्स र तीव्र गतिको बलिङ आक्रमण रहेको छ। इङ्ल्यान्ड टिमको खेल शैली आक्रामक ब्याटिङ, उच्च स्कोर बनाउने क्षमता र दबावमा पनि स्थिर प्रदर्शनमा आधारित छ। टी20 फर्मेटमा इङ्ल्यान्ड छिटो खेल नियन्त्रणमा लिने र विपक्षीमाथि दबाव बनाउने टिम हो। अब नेपाल टिमको कुरा गरौँ। नेपाल क्रिकेट टिम हालका वर्षहरूमा अनुशासित खेल, संयमित प्रदर्शन र सुधारिएको फिल्डिङका कारण अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउँदै गएको छ। नेपाल टिम व्यक्तिगत स्टार खेलाडीहरू भन्दा पनि टिमवर्कमा आधारित टिम हो। नेपालको मुख्य विशेषता भनेको संयमित बलिङ, स्पिन आक्रमणमा विविधता, परिस्थिति अनुसार खेल्ने क्षमता र टिम अनुशासन हो। अब मुख्य प्रश्न, के नेपालले इङ्ल्यान्डलाई हराउन सकिन्छ? वास्तविक विश्लेषण गर्ने हो भने यो खेल नेपालका लागि चुनौतीपूर्ण हुनेछ। इङ्ल्यान्ड अनुभव, संरचना र गहिरो स्क्वाडका कारण यो खेलमा फेभरेट टिमका रूपमा हेरिएको छ। तर टी20 क्रिकेटको प्रकृति अनुसार यदि नेपालले पावर प्लेमा विकेट निकाल्न सक्यो, मिडल ओभरमा बलिङद्वारा नियन्त्रण गर्न सक्यो र ब्याटिङमा संयमित खेल प्रदर्शन गर्यो भने यो खेल प्रतिस्पर्धात्मक बन्ने सम्भावना रहन्छ। टी20 क्रिकेटमा एउटा राम्रो साझेदारी, एउटा राम्रो बलिङ, स्पिन वा एउटा गल्तीले पनि पुरै खेलको दिशा परिवर्तन गर्न सक्छ। यसैले यो खेल एकतर्फी मात्र भन्दा पनि चुनौतीपूर्ण प्रतिस्पर्धाको रूपमा हेरिएको छ। यो म्याच नेपालका लागि जित हार भन्दा पनि पर्फर्मेन्स इभ्यालुएसनको अवसर हो। यदि नेपालले राम्रो प्रदर्शन गर्छ भने यो अन्तर्राष्ट्रिय स्तरमा नेपाल क्रिकेटको विकासको सङ्केत देखिन्छ र यदि नतिजा अनुकूल आएन भने पनि यस खेलबाट प्राप्त अनुभवले नेपाल क्रिकेटलाई अझ मजबुत बनाउनेछ। फेब्रुअरी 8को खेल नेपाल क्रिकेटका लागि एक महत्त्वपूर्ण अवसर हो। विश्वस्तरीय टिमसँग प्रतिस्पर्धा गर्दै आफ्नो स्तर परीक्षण गर्ने अवसर हो। नेपाल टिमबाट अनुशासित, संयमित र सङ्गठित प्रदर्शनको अपेक्षा गरिएको छ। यससँगै हामी आशा गर्दछौँ नेपाल क्रिकेट टिमले विश्व मञ्चमा आफ्नो पहिचानलाई अझ मजबुत बनाउनेछ। धन्यवाद।